नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। नवलपुरमा बस र ट्रक ठोकिँदा 2 जनाको मृत्यु, 21 जना घाइते। सर्लाहीमा करेन्ट लागेर 1 जनाको मृत्यु। धनुषामा 2.5 वर्षीय बालकको हत्यामा धामीको संलग्नता रहेको पुष्टि। राष्ट्रिय खेलकुद परिषदमा कर्मचारी सङ्घ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावप्रति राष्ट्रिय सभाका सांसदहरूको आपत्ति। सरकारले जनताको चाहना प्रतिकूल हुने गरी बजेट ल्याएको नेपाली काङ्ग्रेसको निष्कर्ष। र आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नै श्रीमती साक्ष्यलाई प्रधानमन्त्रीको आग्रह। अब समाचार विस्तारमा। नवलपुरको देवीचुलीमा बिहीबार दिउँसो बस र ट्रक ठोकिँदा 2 जनाको मृत्यु भएको छ भने अन्य 21 जना घाइते भएका छन्। दुर्घटनामा परि 21 जनाभन्दा बढी घाइते भएका छन्। दुर्घटनामा परि गम्भीर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएका 2 जना महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अर्जुन राणा भाटले बताए। मृतकहरूको शनाखत भएको छैन। देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक नजिकै ना 4 ख 5295 नम्बरको बस र ना 2 ख 4890 नम्बरको ट्रक ठोकिएका थिए। प्रहरीको अनुसार चितवन मेडिकल कलेजमा 7 जना र मकवानपुर अस्पतालमा 13 जनाको उपचार भइरहेको छ। सर्लाहीको घुर्कौलीमा बिहान बिहीबार करेन्ट लागेर 1 जनाको मृत्यु भएको छ। हरिवन नगरपालिका 7 घुर्कौलीका 34 वर्षीय तुलसन स्याङताङको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मोटरबाट खेतमा पानी पठाउने क्रममा करेन्ट लागेर अचेत भएका स्याङताङलाई उपचारका लागि नमुना अस्पताल हरिवन ल्याइए पनि चिकित्सकहरूले मृतक घोषणा गरेका थिए। मृतकको शव जिल्लामा अस्पताल मलङ्गवामा पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। खडेरी बाली सुकेपछि स्याङताङले मोटर चलाएर खेतमा पानी पठाइरहेका बेला घटना भएको स्थानीयवासीले बताएका छन्। मिथिला नगरपालिका 6 मा 2.5 वर्षीय बालकको हत्यामा धामीको संलग्नता रहेको पुष्टि भएको छ। गएको वैशाख 23 गते हराएको बालक आर्यनको वैशाख 24 गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषा प्रदेश प्रहरी र सङ्घीय प्रहरी इकाइले संयुक्त रूपमा 65 जनालाई नियन्त्रणमा लिएर गरेको अनुसन्धानको क्रममा धामी सिक्दै गरेका छिमेकी 55 वर्षका शत्रुघ्न महतोले बालक आर्यनको बलि दिएको रहस्य खुलेको छ। धामी झाँक्रीमा आफू शक्तिशाली हुने अन्धविश्वासका कारण बालक आर्यनको बलि दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो। खोजतलास भयो। खोजतलास गर्ने क्रममा चाहिँ उसको घरमा आएर पनि खोजतलास गर्न सक्छन् भन्ने त्यो डरले उसले अन्दाजी 7:30 बजेतिर साँझ 7:30 बजेतिर बालकलाई सुतेकै अवस्थामा उसले बोकेर लगेर उसको आफ्नै बारीमा झाडीमा लगेर राति गएर लुकेर बस्यो र अन्दाजी 9 बजे रातिसम्म उसले लिएरै बस्यो। बालकलाई लिएरै त्यहाँ लुकेर बस्यो। त्यसपछि जब अलिकति हल्लाखल्ला कम भयो उसले त्यसपछि 9 बजे पश्चात पुनः आफ्नो घरमा ल्यायो। घरमा ल्याएपछि घरमा सुतायो, आफू पनि सँगै सुत्यो र त्यसको भोलिपल्ट 24 गते बिहान अन्दाजी 2 बजेतिर ऊ बिउजिएपछि अनि त्यसपछि उसले पूजापाठ गर्यो। केही अब उसको धामी झाँक्रीको जुन काम गर्थ्यो उसले चामल ल्यायो, अक्षताहरू ल्यायो, पूजापाठ गर्यो र चमेनी माईको सम्झनामा चमेनी माईलाई भोग दिने उसले चाहिँ अन्धविश्वासमा परेर धामी झाँक्रीको काममा चाहिँ अझ दखल पुग्छ भन्ने विश्वासमा अन्धविश्वासमा बच्चाको बलि दियो भनेदेखि त्यो उसको शक्तिशाली हुने भइन्छ भन्ने एउटा चाहिँ अन्धविश्वासमा उसले बच्चालाई पटक उसको आफ्नै घरको धारिलो हतियार प्रयोग गरेर काटेर रेटेर उसलाई हत्या गर्यो आफ्नै घरको आँगनमा। हत्यारा महतोलाई प्रहरले पक्राउ गरी घटनाको
झन्डै 3 सातापछि बिहिबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। वैशाख 23 गते साँझ बालककी आमा रेणुदेवी घाँस काट्न गएको बेला घरमा कोही नभएको मौकामा महतले बालकलाई पठाएर फकाएर अपहरण गरेका थिए। त्यही दिन महतले बालकलाई लुकाएर राखेको र राति 2 बजे सिद्धि हुने अन्धविश्वासमा आफ्नै आँगनमा धारिलो हतियार प्रहार गरी देवीदेवताको नाममा बालकको घाँटी रेटेर बलि दिएका थिए। बलि पश्चात बालकलाई कृष्णनन्दनको बारीमा रहेको झाडीमा बालकको शव फालेको थियो। महतोको घर परिवारका सदस्यहरू उपचार गराउन बाहिर गएको र घरमा कोही नभएको मौका छोपी बालकको बलि दिएको अनुसन्धानबाट खुलेको उपरीक्षक खनालले बताउनुभयो। महतोको रुख बिरुवा सहितको खेतको झाडीमा धारिलो हतियारले घाँटी रेटी कर्तव्य गरी मारेको मृत अवस्थामा फेला पर्यो भनेर खबर प्राप्त हुन साथ त्यसपछि इलाका प्रहरी कार्यालय ढल्केबर अनि जिल्ला प्रहरी कार्यालय धनुषा प्रदेश नम्बर 2 प्रहरी कार्यालय र सङ्घीय प्रहरी कार्यालय समेतबाट घटनाको संवेदनशीलता, बालकको हत्या जस्तो संवेदनशील र यसको घटनाको गम्भीरतालाई मनन गरेर यो सबै प्रदेश स्थित सबै प्रहरी कार्यालयबाट चाहिँ त्यसको लागि हामी परिचालित भयौँ। अनि त्यसपछि यो त्यहाँको घटनास्थलको अनुसन्धान गर्ने कार्य, लास प्रकृति मुचुल्काहरू गर्ने कार्य समेत गरेर अझ घटनालाई सूक्ष्म अध्ययन गर्नको लागि हामीले 3 नम्बर प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरेर विशेषज्ञ कुकुर टोली समेत मगायौँ र त्यसबाट पनि हामीले अनुसन्धान सम्पन्न गऱ्यौँ। त्यसपछि लासलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल पठाइयो र पोस्टमार्टम पश्चात मृतकको परिवारलाई बुझाइयो। बालक आर्यन बिरामी हुँदा समेत महतले झारफुक गर्ने गरेका थिए। महतोको घर बालक आर्यनको घरबाट झन्डै 100 मिटर टाढा रहेको छ। बालक आर्यनको बुवा वैदेशिक रोजगारमा छन्। बालकको हत्यामा प्रयोग गरेको घरेलु हतियार र लुगा कपडा समेत प्रहरले बरामद गरेको छ। बालकका हजुरबुवा पिताम्बर शाह हलवाईको झाँक्री महतोमाथि बालकको अपहरण गरी बन्धक बनाएर हत्या गरेको किटानी जोहरीका आधारमा कारबाही प्रक्रिया अघि बढाएको परीक्षक खनालले बताउनुभयो। शहीदहरूलाई स्मरण गर्दै प्रदेश सरकारले आयोजना गरेको 3 दिवसीय गणतन्त्र दिवस 2076 बिहिबार सम्पन्न भएको छ। दिवसको अन्तिम दिन बिहिबार मधेस भवनको कवर हलमा आयोजना गरिएको चियापान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रको स्थापनाका लागि बलिदानी दिएका अमर शहीदहरूलाई स्मरण गर्दै उनीहरूले देखेका सपना पूरा गर्ने अभिभार आफूहरूको काँधमा आएका बताउनुभयो। लोकतन्त्रको उच्चतम अभ्यासको रूपमा रहेको गणतान्त्रिक व्यवस्थाको सफलताको लागि प्रदेश सरकार सुशासन र समृद्धिलाई मूल आधार बनाएर अघि बढिरहेको पनि आगामी दिनमा समेत निरन्तरता पाउने उहाँको कथन थियो। गणतन्त्र स्थापनाको लागि अटुट सङ्घर्ष गर्नुभएको स्वर्गीय रामराजा प्रसाद सिंहलाई स्मरण गर्नुहुँदै मुख्यमन्त्री राउतले उहाँको सम्झनामा प्रदेश सरकारले यसै वर्ष शालिग निर्माण गर्ने उद्घोष समेत गर्नुभयो। संहिता स्थापना भएको छ, लोकतन्त्र स्थापना भएको छ र हामीले नेपालको संविधान जुन छ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, यी तमाम परिवर्तन शहादत दिनुहुने सम्पूर्ण शहीदहरूको बलिदानी पश्चात आएको छ। त्यसैले आजको दिन नेपालको इतिहासमा महत्त्वपूर्ण दिन छ र यो दिनलाई एउटा हाम्रो लागि अवसरको रूपमा, हाम्रो लागि एउटा त्यौहारको रूपमा, हाम्रो लागि एउटा उत्सवको रूपमा मनाउनु पर्ने छ। र मलाई लाग्छ कि यो परिवर्तनले जुन अवस्थामा आज हामी छौँ त्यो अवस्था लोकतन्त्रको उत्कृष्ट उच्चतम जुन स्वरूप हुन्छ त्यो अवस्थामा हामी छौँ। प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थको प्रमुख आतिथ्यमा सम्पन्न समारोह भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, राज्य मन्त्रीहरू सरोज सिंह कुशवाहा, योगेन्द्र राय यादव, नीति आयोगका उपाध्यक्ष तथा सदस्यहरू,
प्रदेश सभाका सांसदहरू जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाह, धनुषा जिल्ला समन्वय समितिका सभापति, प्रदेश सरकारका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो। सोही अवसरमा नेपाली सेनाका टोलीले राष्ट्रिय झण्डामाथि सलामी अर्पण समेत गरेका थिए। अब समाचारमा व्यावसायिक विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय खेलकुद परिषदमा कर्मचारी सङ्घ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाएका छन्। राष्ट्रिय सभाकी सांसद डाक्टर विमला पौडेलले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन पनि सरकारले ल्याएको सो प्रस्ताव मान्य नहुने अडान राख्नु भएको हो। सङ्घीय संसदको विधायन व्यवस्थापन समितिको बिहिबारको बैठकमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 माथिको छलफलमा भाग लिँदै उहाँले खेलकुद क्षेत्रको व्यावसायिक विकासका लागि पनि परिषदमा कर्मचारी सङ्घको व्यवस्था गर्न नहुने स्पष्ट पार्नुभयो। सानो बनाऊँ छोटो बनाऊँ राम्रो बनाऊँ भन्ने खालको कुरो भयो है। अनि दफा 15मा चाहिँ अब यो छलफलकै विषय होला होइन। मलाई चाहिँ कस्तो लाग्छ भने यो कर्मचारी सङ्घसँग यो दफा 6को उपदफा 6मा कर्मचारी सङ्घको विषयमा राखेको रहेछ होइन। मलाई चाहिँ अब यो कस्तो लाग्छ भने खेलाडी चाहिँ विशुद्ध व्यावसायिक होस् भनेर नि कर्मचारी सङ्घ भइसकेपछि फेरि अब त्यो कुन दलको सङ्घ अनि के हुन थाल्छ। यसलाई विशुद्ध व्यावसायिक बनाउने हो भनेदेखि यो कर्मचारी सङ्घको प्रावधान चाहिँ राख्ने हो कि होइन भन्नेमा मलाई अलिकति रिजर्भेसन भएर मैले चाहिँ मेरो सल्लाह चाहिँ कर्मचारीलाई चाहिँ व्यावसायिक रूपमै फस्टाउनु थियो र यसमा चाहिँ कर्मचारी सङ्घको प्रावधान नराख्दा हुन्छ कि जस्तो मलाई लाग्छ। दफा 24 बमोजिमको कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरुत्साहन गर्ने, उक्साउने, मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदार सरह सजाय हुनेछ भनेको छ। कसुर गर्न दुरुत्साहन गर्नेमा मैले कसुर गर्न उक्साउने वा मद्दत गर्ने भन्दा हुन्छ होला भन्ने लाग्छ। राष्ट्रिय सभाकै अर्का सांसद ठगेन्द्र प्रसाद पुरीले युवा तथा खेलकुद मन्त्री अध्यक्ष हुने राष्ट्रिय खेलकुद परिषदको सदस्य खेल सम्बन्धी ज्ञान र सिप भएकोलाई राख्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि मन्त्री आफै जिम्मेवारी हुने भएकाले सोही अनुसारको कानुनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले खेलकुद क्षेत्रको विकासका लागि आफूले सकेको योगदान दिँदै आएको दावी पनि गर्नुभयो। अब यो परम्परा कायम राख, चाहे मन्त्री नै बनौँ, यसको मेम्बर बन्न आउँछ भनेपछि के हुन्छ भने यसको हकमा ऊ सदस्य हुन आउने हो र सदस्यका हैसियतले अध्यक्षप्रतिको वफादारीता उसले कायम गर्नुपर्छ। तर के भने उसले आफ्नो त्यहाँको लिगेसी यहाँ ल्याएर जोडिरहन केही आवश्यकता छैन। त्यसैले अब हामीले एउटा कुरा के अल्मल्लिरहन हुँदैन भने अब यो मन्त्रीज्यूले यो यसमा मात्रै होइन कि कुनैमा पनि कसैलाई पनि कुनै समितिमा राख्नुको पछाडिको मर्म के हुनुपर्छ, आवश्यकता र औचित्य के हुनुपर्छ भने उसका के आधारभूत कुराहरूलाई हेरिनुपर्छ। त्यो आधारभूत कुरा भनेको के भने पहिलो कुरा उसले समय दिन सक्छ कि सक्दैन, दोस्रो कुरा ऊ त्यसमा सक्रिय हुन सक्छ कि सक्दैन, तेस्रो कुरा ऊ समन्वय गर्ने उसले क्षमता राख्छ कि राख्दैन, तेस्रो कुरा सिपको हिसाब, चौथो कुरा सिपको हिसाबले ऊ योग्यतम हो कि होइन भन्ने कुरालाई हेर्न पर्छ। उसको पदीय ओहदा के हो र त्यो पदीय ओहदाले कतै चाहिँ तलमाथि पर्छ कि भन्ने कुरा चाहिँ हुँदैन। त्यस कारणले पनि के हो भने हाम्रो सरकारको कुरा हामीले संशोधन गर्नुको पछाडिको कुरा के हो भने यो परिषदलाई कसरी बढी सक्रिय बनाउन सकिन्छ भन्ने कुरा हो। समितिको बैठकमा सांसदहरूले खेल क्षेत्रको पूर्वाधार विकासमा जोड दिन पनि सरकारसँग आग्रह गरेका थिए। नेपाली काङ्ग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुने गरी बजेट ल्याएको निष्कर्ष निकालेको छ। नेपाली काङ्ग्रेस संसदीय दलको बिहिबार सिंहदरबारमा बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षको
लागि ल्याएको बजेट जनताको चाहना प्रतिकूल हुने गरी आएको निष्कर्ष निकालेको हो। नेपाली जनताको चाहना विपरीत बजेट आएको निष्कर्ष दलको बैठकले निकालेको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो। उहाँले रोजगारीको अवसर बढाउने, मुलुकको विकास निर्माणको कामलाई तीव्रता दिने, उत्पादन वृद्धि गर्ने भन्दा पनि बजेट जनतालाई थप ऋणको भार थोपार्ने गरी आएको पनि बताउनुभयो। पूर्णत वितरणमुखी शैलीमा ल्याइएको छ र यसले मुलुकको जनताले चाहेको जस्तो मुलुकलाई भौतिक हिसाबले विकसित र समृद्ध गराउने भन्दा पनि सरकारसँग भएको रकमलाई विकास निर्माणमा र पुँजीगत रूपमा खर्च गर्नुभन्दा पनि चालु खर्च बढ्ने खालको र बजेटको सुरुवातमै झन्नै 1/3 भन्दा ठुलो हिस्सा ऋणको रूपमा चाहिने ग्रहण गरेर यसले खर्च गर्ने जुन सोच राखेको छ, यसले गर्दाखेरि प्रति व्यक्ति नेपाली नागरिकमाथि ऋणको बोझ पनि थपिँदै जान्छ र यसले विकासको प्रतिफल पनि ल्याउन सक्दैन र यसले रोजगारी वृद्धि गरेर नेपाली युवाहरूलाई नेपालभित्रै रोजगारी सिर्जना गर्न सक्ने आधारशिला पनि तयार गरेका छैन र यसले मुलुक उत्पादन पनि नबढ्ने भएको कारणले अब यो जुन व्यापार घाटा दिनानुदिन बढेर गइरहेको छ, त्यो व्यापार घाटा अझै। बैठकमा काङ्ग्रेस सांसदहरूले वितरणमुखी यो बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने दाबी गरेका थिए। काङ्ग्रेस संसदीय दलले सांसदहरूका लागि विनियोजन गरिएको 6 करोड बजेट दुरुपयोग गरे तत्काल विरोध गर्ने निर्णय पनि गरेको छ। प्रमुख सचेत खाँडले सांसदहरूका लागि विनियोजन गरिएको बजेट दुरुपयोग भए तत्काल विरोध गर्ने निर्णय गरिएको बताउनुभयो। अब समाचारमा पूर्ण व्यावसायिक विश्रामपछि समाचारमा पूर्ण स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनावटी कुरा गरी सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नी श्रीमती राधिका साक्यालाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले प्रथम राष्ट्रिय महिला दिवसको अवसर पारेर बिहिबार काठमाडौँमा आयोजित कार्यक्रममा मैले बोलेका कुरा बनावटी भए हात उठाएर विरोध गर्न श्रीमती साक्यालाई आग्रह गर्नुभएको हो। मञ्चमै बसिरहनु भएकी श्रीमती साक्यातर्फ फर्कँदै उहाँले मैले बनावटी कुरा गरे हात उठाएर विरोध गर्न अधिकार उनलाई रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले महिलाको उत्थान बिना समाजको उत्थान सम्भव हुँदैन भन्ने कुरा स्वीकार गरिए पनि त्यसलाई कार्यान्वयनमा लैजान कामले भने अझै गति लिन नसकेको पनि स्मरण गराउनुभयो। म हात उठाइन भनेर भन्ने अधिकार मलाई छ। महिलालाई हेला गर्न मिल्दैन, महिला हेला गरेको हुन्न, महिलालाई समान हक अधिकार दिनुपर्छ र महिलाको उत्थान बिना समाजको उत्थान सम्भव छैन। यो अबसम्म मात्र समाजले जानेको बुझेको मात्रै होइन, स्वीकारेको कुरा हो। तर यसलाई अझै पनि व्यवहारमा लागू गर्न अलिक कमजोरीहरू रहेका छन्। महिला अधिकारको क्षेत्रमा थुप्रै कुराहरूमा अगाडि बढेका छौँ। संयुक्त राष्ट्रसङ्घको छलफलमा हाम्रो राष्ट्रपतिजीले त्यहाँको प्रस्तावमाथि केही कुराहरू जोड्नु हो। शिक्षाको सवालमा संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा थियो 6 र एन्टरप्रेनरसिपको सम्बन्धमा सम्पत्तिको अधिकारको सम्बन्धमा 6। तर शिक्षा चाहिँ दियो तर त्यसलाई सामाजिक जीवनमा जान दिएन, घर बाहिर जान दिएन, सामाजिक जीवनमा कार्यान्वयन गर्न दिएन भने त्यो शिक्षा खास अर्थपूर्ण हुँदैन। सम्पत्ति नाममा राखिदियो, त्यो चाहिँ चलाउन पनि नदियो, केही गर्न पनि नदियो। नाममा चाहिँ सम्पत्ति राखेको छ तर त्यसको सञ्चालक चाहिँ फेरि आफै छ भने त्यसको पनि भएन। त्यसकारण शिक्षासँगै सम्पत्तिको हकसँगै सामाजिकीकरण सोसलाइजेसनको धेरै ठुलो महत्त्व छ। कति हामी सोसलाइज हुन दिन्छौँ, कति सामाजिक क्षेत्रमा। प्रधानमन्त्री ओलीले नेपालले महिला अधिकारको क्षेत्रमा नेपालले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरूलाई पुरुष सरह अधिकार दिलाउन लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। त्यस अवसरमा उहाँले महिला जनप्रतिनिधिहरूको काम गर्व गर्न लायक रहेको पनि बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री ओली भारतीय
समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन बिहिबार बिहान भारत प्रस्थान गर्नुभएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तेलिमसिन्हा, उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले, मन्त्रीहरू, सांसदहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूले विदाई गर्नुभएको थियो। त्यस अवसरमा प्रधानमन्त्री ओलीको सम्झनामा नेपाली सेनाले सलामी समेत अर्पण गरेका थिए। प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले आफ्नो शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गर्नुभएको थियो। प्रधानमन्त्री ओली आज साँझ हुने मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने र भोलि स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मोदीको पहिलो कार्यालयको शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो। भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली सहित बिमस्टेक राष्ट्रका सरकार प्रमुख र राष्ट्रिय प्रमुखहरू सहभागी हुनेछन्। अन्त्यमा हेडलाइन्स पूर्ण एकपटक। नवलपुरमा बस र ट्रक ठोकिँदा 2 जनाको मृत्यु, 21 जना घाइते, सर्लाहीमा करेन्ट लागेर 1 जनाको मृत्यु। धनुषामा 2.5 वर्षीय बालकको हत्यामा धामीको संलग्नता रहेको पुष्टि। राष्ट्रिय खेलकुद परिषदमा कर्मचारी सङ्घ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावप्रति राष्ट्रिय सभाका सांसदहरूको आपत्ति। सरकारले जनताको चाहना प्रतिकूल हुने गरी बजेट ल्याएको नेपाली काङ्ग्रेसको निष्कर्ष। र आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नै श्रीमती साक्ष्यलाई प्रधानमन्त्रीको आग्रह। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।